हेलो गाइज व्हाट्सअप वेलकम बैक टू माय यूट्यूब चैनल। तो अभी सुबह का कितना बज रहा है रोने भाई? 8-9 बज रहा है भाई। 9 बजे भाई को पता नहीं है भाई, एडमिन को देख सकते हो ये हालत, इसलिए आप लोग भाई सपोर्ट करिए। यानी यूट्यूब पर पैसा आता तो हम ही काम कर दे भाई। प्लान भी हो गया, अब मैं वो पढ़ाई छोड़ के अब ये वाटर सप्लाई में काम कर रहा हूँ भाई ये हमारा खाने पानी उद्योग में काम कर रहा हूँ भाई। अब देखिए तलब 15,000 है शुरू में, थोड़ा बहुत काम भी कर रहे हैं हम वेक्टर के वॉलंटियर से, इसीलिए। तो नवीन भाई कुछ बोल सकते हैं हमारे ब्लॉग में? कुछ नहीं बोलना है भाई। नमस्कार। नमस्कार। भेक्टर भन्ने इभेन्ट चाहिँ खतरा हो होइन। त्यसमा चाहिँ डाटाहरू देखाउँछ, डाटाहरू चाहिँ ग्राफमा डिस्प्ले गर्छ। यति हेर्दाखेरि त केही कारणले हुनसक्छ नि त। त्यहीँको ग्राफमा जस्टहरू गर्दा नि मान्छे जान सक्छ नि त। त्यस कारण सबै डाटाहरू ग्राफमा प्लट हान्छ। त्यो ग्राफलाई पनि फेरि एनालाइज गरेर चाहिँ एउटा न्यू फायर इन्डेक्स भनेर चाहिँ त्यो नयाँ ग्राफ हुन्छ क्या। अनि हामीले यसमा चाहिँ जिपिएस पनि हालेको छ, किनकि अब हामी एउटा मात्र डिप्लो हालेपछि त धेरै डिप्लो हाल्छ। यसलाई चाहिँ यसरी राखेर यो चाहिँ यसरी माथि तल हुन्छ कि, माथि तल हुन्छ। यसरी चाहिँ बुक रोप्नुहुन्छ यसलाई। यो चाहिँ हाम्रो मल्टिपर्पज एग्रिकल्चर टुल हो। मल्टिपल वर्क एट टाइम के भन्न मिल्ने, युज गर्न मिल्ने, सम्झाउन मिल्ने, पानी हाल्न मिल्ने वा पेस्टिसाइड्स हाल्न मिल्ने सबै एउटैले गर्न मिल्छ कि। यसमा चाहिँ हाम्रो अगाडि चाहिँ हाम्रो प्लवा जस्तो राखिएको छ। त्यो भनेको यसको चाहिँ युज के हो भन्दाखेरि हामीले खन्न भन्दा पनि झारहरू हुन्छ नि, खेतमा बसिरहेको झारहरू, त्यसलाई निकाल्न मिल्यो होइन। अनि यो भइसकेपछि यहाँ पछाडि हाम्रो सिड डिस्पर्सर छ कि होइन। अनि यसलाई चाहिँ हाम्रो यहाँबाट यो यसरी फास्ट पनि गर्न मिल्छ, स्लो पनि गर्न मिल्छ होइन। फास्ट भयो भने चाहिँ सिड धेरै झर्ने भयो, स्लो भयो भने चाहिँ सिड थोरै झर्ने भयो होइन। अनि त्यसपछि चाहिँ हाम्रो यहाँदेखि चाहिँ सिड हाउस छ कि के भन्छ अरे प्याडी प्लान्टिङ छ कि। प्याडी प्लान्टिङ चाहिँ यो यसरी काम गर्छ कि दाइ। अब तपाईँको यो चाहिँ माथि तल, यसलाई चाहिँ यो माथि तल गर्न मिल्छ होइन। म अघि ल्याउँदाखेरि यो फुस्क्यो मैले हालेको छैन, यसलाई हालेर मैले डेमोन्स्ट्रेट गर्नुपर्ने हो होइन। अनि यसलाई अनि अर्को चाहिँ के छ भन्दाखेरि पछाडि फ्ल्याटनर छ होइन। फ्ल्याटनरको चाहिँ काम के भन्दाखेरि सम्माउन मिल्यो कि होइन। सम्माउँदै आउने भयो, बिउ अगाडि छोडिसकेपछि त्यसलाई खाल्टोमा छोड्नु भन्दा सम्माउँदै आउने भयो भन्ने कुरा चाहिँ यसो कन्सेप्ट भयो। अनि यसलाई वाटर डिस्पेन्सर पनि तपाईँको एभ्री डिरेक्सनमा के, जस्तै तपाईँको साइडमा अनि तलपट्टि यतापट्टि पानी अगाडिपट्टि अनि यतापट्टि साइडमा नि राखेको छु होइन। अनि त्यो भइसकेपछि यसलाई चाहिँ सबै फुल्ली सोलर पावर छ। सोलर पावर पछाडि ब्याट्री सिस्टम राखेको छ, क्लोजिङमा ब्याट्री सिस्टम राखेको छ। अनि यहाँ चाहिँ तपाईँको चाहिँ यहाँ मोनिटर गर्न मिल्यो कि, जस्तै यहाँदेखि चाहिँ डाटाहरू देखाउने भयो कि यो आर्डिनोहरूको सबै। ब्याट्री चार्ज सक्यो जस्तो छ, त्यही भएर डिस्प्ले चाहिँ गरेन होइन। तपाईँको पिएच लेभल अनि सबै यसमा देखाउने, पिएच लेभल, ह्युमिडिटी अनि टेम्परेचर, अनि त्यसपछि यसको वाटर लेभल चाहिँ यसमा देखाउने भयो। यसको वाटर लेभल सक्यो भने पनि यहाँ वाटर लेभल लो भनेर चाहिँ यहाँ देखाइदिन्छ। त्यो हेरेर चाहिँ हामीले वाटर छैन भनेर बुझ्न सक्छौँ। अनि यसलाई चाहिँ किन यस्तो बनाएको छ, किन मेकानिकल उसले फङ्सनल नबनाएको भन्दाखेरि चाहिँ किन भन्दा नेपाल जस्तो देशमा तपाईँको टेरेन कस्तो छ होइन, त्यस सबै टेरेनमा तपाईँको रोबोटिक्स लान मिल्दैन। त्यही भएर यसलाई सेमी रोबोटिक्स भनेर बनाउनु खोजेको मैले चाहिँ यसलाई होइन। तपाईँको जस्तै अब मान्छेले बिगाऱ्यो भने उसले बनाउन सकोस् नि, उसले बनाउन सकेन भने त उसलाई पार्नलाई गाह्रो हुन्छ। त्यही भएर चाहिँ ल दा बेस्ट अफ लक। राम्रो भयो। एक्लै बनाउनु भयो कि टिममा हो? एक्लै भन्दा पनि टिम चाहिँ छ, तर ल काम गरेको चाहिँ मैले सुरुमा स्टार्ट गरेँ हो। नाइस कन्सेप्ट, राम्रो लाग्यो। तो गाइस काम भी हो रहा है इधर, मज़ा भी आ रहा है। हेलो गाइस, व्हाट्सअप दोस्त कुछ टिकटॉक, इंस्टाग्राम देख रहे हो गाइस? ये बच्चा जैसा कर रहा है। Are you guys ready? होइन अघि इनर्जी भएन अनि होइन।
3, 2, 1. RSCA ले सुरुवात गरेका छन् RSCA अगाडि RSCB को ब्लक RSCA को गोल पोस्ट गोल अनि प्रयास RSCA आफै जुधिरहेको छन् के भइरहेको छ यो RSCA को शानदार सेभ RSCB-बाट RSCB ले ओपोनेन्टमा गोल पोस्टतिर RSCB ले चान्स मिस गरेको छ RSCB ले को शानदार गोल। तो गाइस आज के लिए इतना ही। हम अच्छा से नहीं बना पाए ब्लॉग, इधर उधर बिजी हो गए, उसी लिए अच्छा पूरे कंटेंट देखने के लिए वेक्टर फ्लो करिए पेज पर। वही आज के लिए इतना ही, मिलते हैं अगले ब्लॉग में। ब्लॉग अच्छा लगे तो लाइक सब्सक्राइब करना मत भूलना, ठीक है।